बिस्मिल्लाह अलवेज खोलाको किनारमा टिस्टाको किनारमा है हाम्रो भाइ चाहिँ यहाँ अलवेज भाइको नाम के हो बिक्की हो बिक्की अनि अब हामी चाहिँ यसो के भन्छ तपाईहरुलाई अब हुनु त आफ्नो ठाउँको परिचय मात्र त हो हैन भाइ हजुर 7 माइलमा है हजुर एभरेस्ट रिभर राफ्टिङ एभरेस्ट रिभर राफ्टिङ एभरेस्ट रिभर राफ्टिङ मेरो सकिने आँटेन मेरो त अब यो सालको त फर्स्ट हो मैले त खै पाइनँ भाइ एउटा पनि गर्न पाइनँ हो यही हो अब आज गरिरहेको छु अब यो पनि त्यही पनि अब भ्लग बनाएर जस्तो हालिदिइरहेको छु बाटो भातले देखाइदिउँ हो अब मालिकले थाहा पायो भने पनि केही हुँदैन देख्छ के भयो त अन्त भन्नुपर्छ हो दाजुहरूले काम गर्नुहुँदो रहेछ यहाँ मजाले बाटो रिपेयरिङ हुँदैछ गाडी तलसम्म हजुर यस्तो छ है र हाम्रो पार्टी हो यो भाइ होइन नि है हाम्रो पार्टी रेडी हुँदो रहेछ हो र हामी अब एकछिन भाइलाई लिएर मैले जाउँ भाइ तल म त अब बसिरहनु सक्दिनँ नि त गाडीमा बस्दा हत्तु होइन के भन्छ अलिकति मौका पाएँ कि त हिँडे गरिदिइहाल्छु क्या पहिला हामी क्याम्पिङ थियो नि ए हो ए यहाँ उयो पनि गर्थ्यो नि त यहाँ पहिला तपाईँको यो जग्गा के भन्छ यहाँ क्याम्पिङ राति है राति यहाँ बस्थ्यो तर के गर्नु अब यो उयो भएर है अस्तिको 2022 को है योपालि चलाइन हामीले योपालि पनि थियो मैले पनि दिएँ अलिअलि थियो अस्तिसम्म सायद अब तर पानी बढे बन्द भयो यहाँ चाहिँ कस्तो दामी जग्गा थियो ठिकै छ अब नेक्स्ट पालि योपालि त भ्याइन भाइ नेक्स्ट पालि म पनि आउँछु ल डिसेम्बरतिर कन्ट्याक्ट गरौँ ल हेर्नुहोस् न साथीभाइहरू अब टक्कै अब एकछिन कतिको फोर्स चाहिँ देख्दो रहेछ अब टाढोबाट माथिबाट बगेको देख्दाखेरि हेप्पी नि हो कस्तो चाहिँ अब हेर्नुहोस् रेडी हुँदो रहेछ हाम्रो टिमहरू पनि है पानी त खतरा छ त है जति फोर्स त त्यसले गर्दा ल हेर्नुहोस् है सो आजको चाहिँ यो भिडियोजहरू हजुर करेन्ट छ है माथिबाट हेर्दा मात्रै अलिकति उयो देखेको रहेछ नि हौ छेउमा त कडाइरहेछ नि पानी यिनीहरूलाई जानु आँट आएन कि क्या हो है टक्कै देखाइदिउँ अब अहिलेसम्म अब आफ्नै ठाउँमा छ तर हामी त अहिलेसम्म गरेको छैन अब योपालि चाहिँ गर्नुपर्ने छ पानी भन्छ क्रेजी नै हो बाबा अलवेज है अब उहाँहरूलाई रेडी हुनुभएछ अब टक्कै पानीको फोर्स यस्तो छ के अरू त के देखाउनु अब हो मेरो अनुहार हेर्नु ठिकै हो है ब्युटिफुल र साथीभाइहरू अब यस्तै छ भिडियो त के भन्नु अब मैले ब्लग पनि बनाएको भएन हो यसो के हुन्छ कि भनेर धेरै होइन तपाईँहरूलाई फर्स्ट टाइम म खोलाको छेउमा आइरहेको छु त्यो पनि देखाउनु खोजेको मैले पनि हो ल अलवेज थ्याङ्क यू सो मच है अलवेज ल भाइ ल भाइ थ्याङ्क यू है अलवेज है हाम्रो उहाँ पनि हुनुहुँदो रहेछ है भिडियोज बनाउने है लोकल ब्लगर ए लोकल ब्लगर है उहाँको के छ पेज चाहिँ यसो सोधेर फलो गरौँला हामी है ल त्यसो भए अब भेटौँला यात्रामा ओके भाइ थ्याङ्क यू